हाम्रो आमाहरूको काख चाहिँ विदेशी कामदार जन्माउने काख हो जस्तो लाग्छ क्या। कुनै पनि देशले चाहिँ 1 देखि 12 क्लाससम्म पढ्दाखेरि चाहिँ एउटा क्रिम अफ द क्रप भनौँ न, सबभन्दा राम्रो माथिल्लो लेभलको दिमाग र चाहिँ भने मिड लेभलकै दिमाग या चाहिँ वर्कर दिमाग भएको मान्छेहरू, एउटा डिलिजेन्ट मान्छे उत्पादन गर्न सबै देशलाई चाहिँ सबैभन्दा गाह्रो हुन्छ क्या। किनभने त्यो टिनेजको उमेरमा चाहिँ मान्छेहरू बिग्रिने, भत्किने, कुलतमा लाग्ने, त्यो चाहिँ धेरै जसो विकसित देशमा धेरै हुन्छ, एकदम फ्रेजाइल हुन्छ त्यो समयमा होइन। त्यो समय पास गराएर सलिड मान्छे हामी जतिखेर निकाल्छौँ नि, त्यो सलिड मान्छे हामी विदेशलाई दिन्छौँ कि। उनीहरूले लगानी नगरिकन त्यो दुध उमाल्दा 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 चिसो बनाएपछि माथि लाग्छ नि तर, त्यो तर चाहिँ न उनीहरूको गाईमा लगानी, न उनीहरूको घाँसमा लगानी होइन, न दाउरामा लगानी होइन, तर छ भने तर खाने बेलामा उनीहरूले तर खान्छन् कि। हामी तर जति उता पठाइदिरहेको छौँ होइन, हामी तर उता पठाइदिन्छौँ, हामी उस्तै परे दुध पनि दुध पनि उतै पठाउँछौँ होइन। अनि लास्टमा रहेको उसमा चाहिँ पानी थपेर अनि हामी खान्छौँ कि।